नमस्कार, मेरो नाम चाहिँ मनिषा गुरुङ। मेरो घर चाहिँ शहीद लखन गाउँपालिका वडा नम्बर 2 मनोकामना आयुर्वेदमा हो। म चाहिँ यो एनएमबी लघु वित्त संस्थामा बसेको चाहिँ 2071 सालदेखि हालसम्म बस्दै आइरहेको छु। मैले चाहिँ सुरुको कर्जा चाहिँ 50,000 लिएर चाहिँ मैले बाख्रा पालन गरेँ। मैले चाहिँ भर्खर हालसालै चाहिँ 4-5 वटा बोकाहरू बेच्यौँ हैन। मेरो चाहिँ थुप्रै थियो यो खोरमा बाख्राहरू चाहिँ 17-18 बाख्रा थियो। अब बोकाहरू मात्रै मैले यो दसैँ तिहार पछाडि चाहिँ 4-5 वटा बेचेँ। त्यस पछाडि चाहिँ मैले दोस्रो कर्जाको रूपमा चाहिँ 3 लाख रुपैयाँ लिएँ अनि मैले चाहिँ लेस कुखुरा 500 राख्यौँ। त्यतिखेर चाहिँ अब लेसबाट पनि राम्रै नाफा भइराखेको थियो। कोभिड पछि चाहिँ अलि व्यवसाय खस्किँदै गयो। मैले चाहिँ तेस्रो कर्जाको रूपमा चाहिँ मैले अहिले चाहिँ 7 लाख रुपैयाँ लिएँ एनएमबी लघु वित्त संस्थाबाट हैन। अब मैले चाहिँ अब 7 लाख लिएर चाहिँ बोइलरलाई चाहिँ थप 3000 बोइलर राखेको छु। अब हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। यसमा कति छ दिदी? यसमा 400। अहिले हाल तपाईको अहिले 3000 बोइलर कुखुरा कतिवटा फार्म उयो छ यहाँ? 4 वटा हाल्नु भएको छ तपाईले? प्रत्येक खोरमा तपाईको कति वटा छ? 700 हाल्नु भयो? 700 800 तपाईको खोर ठुलो ठुलो रहेछ हैन? यो अहिलेको कति दिनको कुखुरा होला? यसमा चाहिँ कति छ? यसमा 1000 छ? भनेपछि प्रत्येक खोरमा त्यस्तै 1000 को दरले हाल्नु भएको छ है? भनेपछि यो तपाईहरुको अहिले उत्पादन गरेको बजार चाहिँ कहाँ हो तपाईहरुको अहिले? हाम्रो चाहिँ कोही काठमाडौँ केही लोकल नै हुन्छ सर। लोकल है? तपाईहरुको एकैचोटी डिलरमै पठाउनुहुन्छ? हजुर, डिलरमै हो। ए गाडी पनि आउँछ यहाँ? हजुर, यही गाडी आएर लिएर जाने डिलरमै ल्याउँछ। डिलरमै। अनि काम चाहिँ अलि काम गर्ने मान्छेहरु पनि हुनुहुन्छ कि तपाईहरु मात्रै गर्नु? मान्छे चाहिँ म र मेरो हस्बन्ड मात्रै हो। हामी दुईजना खटेर गरिराखेको छौँ। जब मैले त बङ्गुर पनि पालेको छु हैन। अब 4 वटा बङ्गुर थियो, 3 वटा बङ्गुर चाहिँ मैले काटिसकेँ। अब एउटा बङ्गुर चाहिँ अझै पनि बाँकी छ। अब फेरि थप अरु नयाँ पाठाहरू पनि राख्ने सोचमा छु। मेरो पहिला चाहिँ 4 वटा थियो। हजुर, 3 वटा चाहिँ दसैँमा कोही दसैँमा काट्यो अनि त्यो दसैँभन्दा अगाडि काट्यो। अहिले चाहिँ बाँकी अब नयाँ पनि राख्ने हो। अब यसैलाई अब ब्याड बनाएर राख्न पनि सकिन्छ। यसैलाई ब्याउनी बनाएर अहिले कतिमा जान्छ यस्तो अब बुच्चाहरू हैन भुनीहरू तपाईको? अरू बुच्चा र भुनी भन्ने नै हुँदैन। यसको चाहिँ बुच्चा भुनी नै त्यसलाई चाहिँ 8000 पर्छ एउटालाई। 8000 सानो हामीले किन्दा नै 8000 मा ल्याएको हो। अब हामीले बिक्री गर्दा पनि त्यसरी नै हो। भनेपछि अहिले तपाईको अहिले बेचिसक्नुभयो अरु? हजुर, अहिले अब कहिले थप्नुहुन्छ नि? अब छिट्टै थप्ने होला नै हो। हजुर, खोर खाली। एकछिन म त्यो भाडा यसो मिलाएर मात्रै होला।
यो के कुरोको लागि आगो आगो बङ्गुरले लानु बनाउनु मजा कुखुराहरू त्यहाँबाट आगो लगाइदिएपछि ढुक्क हुन्छ अरे आनन्द बन्छ बोलिरहन्छ दुईटा हो पोथी त छ नि लोकल सब लानी देखाउने हुन्छ। दिदी हामीले जुन 7 लाख थपथाप गरेको तपाईँलाई हजुर त्यसको पनि के गर्नुभयो? मैले चाहिँ 3000 कुखुरा राखेँ होइन। अब त्यो 3000 कुखुरा पालेर चाहिँ मलाई अहिलेसम्म राम्रै भइरहेको भनौँ न। त्यहाँबाट तपाईँले प्रफिट कति आउँछ? एक लटमा कतिसम्म कमाउनुहुन्छ? एक लटमा त्यस्तै 3-4 लाखसम्म आउँछ। 3-4 लाख आउँछ। हजुर हजुर राम्रै गर्नुभएको छ, लगानी त राम्रै गर्नुभएको रहेछ। ठिक छ, अझ आवश्यकता परेपछि हप्ता गर्नु होला। हुन्छ। अब एनएमबी ब्याङ्कबाट अब यस थपथाप लोनले गर्दाखेरि मलाई धेरै राम्रो भइरहेको छ होइन। अब म यो 3000 सकिसकेपछि अब फेरि पनि अब व्यवसायलाई बढाउनको लागि अब 3000बाट 4000 पुर्याउँछौँ होइन। त्यसरी नै एनएमबी ब्याङ्कले सपोर्ट गर्दै एनएमबी लघु वित्तबाट चाहिँ मैले अब यसरी लोन लिएर यो थपथाप लोन लिएर चाहिँ मैले अब जतिसक्दो गरिराखेको छौँ होइन। अझै पनि फेरि अब थप लोनहरू दिँदै गयो भने म व्यवसायलाई चाहिँ व्यवस्थित ढङ्गबाट माथि उकास्दै लाने चाहिँ मेरो एकदमै भित्रैदेखिको चाहना छ। तपाईँले धेरै धन्यवाद दिदी तपाईँलाई। तपाईँले हामीबाट कर्जा लिएर यत्रो धेरै कुखुरा पाल्नु भएको रहेछ, धेरै राम्रो व्यवसाय गर्नु भएको रहेछ। ठिक छ, तपाईँले हाम्रो के अरे एनएमबी लघु वित्तलाई हजुर फेरि पनि माया गरिदिनु होला। हस्, आजलाई छुट्टी भयो त। हस् हस्। मलाई पनि यो एनएमबी लघु वित्त ब्याङ्कबाट यसरी कर्जा लिएर व्यवसायलाई व्यवस्थित गर्दै लान पाउँदा एकदमै खुसी लागिरहेको छौँ होइन। आगामी दिनहरूमा पनि साथ र सपोर्टको अपेक्षा राख्दै म पनि हस्। हस्।